जनावरले नटोक्दा पनि रेबिजले लियो ज्यान। कसरी सर्छ मान्छेमा प्राणघातक रोग? काठमाडौँ नजिकै धादिङको बेनीघाट रोराङ गाउँपालिकामा 3 महिनाको अन्तरालमा रेबिजका कारण 3 जनाको मृत्यु भयो। वडा नम्बर 6 बुङपुङका 52 वर्षीय लालबहादुर प्रजात चेपाङ र 72 वर्षीय कान्छीमाया चेपाङको 1 महिनाको अन्तरालमा मृत्यु भएको थियो। ती घटना जेठ, असार र साउन महिनामा भएका हुन्। उनीहरूको कथा उस्तै छ। रेबिजका लक्षण देखा परेपछि बेनीघाट आधारभूत अस्पताल लगिएको थियो। अस्पतालले रेबिज लागेको बताएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। लक्षण रेबिजकै भए पनि दुवैमा जनावरले टोकेको हिस्ट्री भने थिएन। गाउँपालिकाकै वडा नम्बर 2 चोतेसका 22 वर्षीय शीतल चेपाङको पनि रेबिजको लक्षण देखा परेपछि असार 31 गते मृत्यु भयो। आधारभूत अस्पतालले नै उनलाई रेबिज भएको पुष्टि गरेको थियो। त्यसपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै उनको मृत्यु भयो। उनलाई पनि कुनै जनावरले टोकेको हिस्ट्री छैन। यद्यपि उनी कुकुरको बढी संसर्गमा आउने गर्थे। मृतक तिनैजना चेपाङ समुदायका हुन्। उनीहरूको कुकुरसँग बढी उठबस हुने गरेको थियो। उनीहरूले जनावरहरूसँगै भए पनि टोकेको वा चिथोरेको बारेमा जानकारी नभएको बताउँछन्। यहाँ प्रश्न उठ्न सक्छ, त्यसो भए रेबिज भएका जनावरले नटोकेरै वा नचिथोरेरै रेबिज सर्छ त? होइन, रेबिज सर्न कहीँ न कहीँ यस्ता जनावरको संसर्गमा आउनुपर्छ या यस्ता जनावरले टोक्नु वा चिथोर्नुपर्छ। होइन भने मानिसमा रेबिज सर्न त्यस्ता जनावरको र्याल कुनै पनि माध्यमबाट हाम्रो शरीरभित्र पस्नुपर्छ। तर किन टोकेको इतिहास भेटिँदैन त? शुक्रराज ट्रपिकल अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर विमल शर्मा चालिसेका अनुसार कतिपय अवस्थामा मानिसहरूले टोकेको थाहा पाउँदैनन्। जस्तै मादक पदार्थ सेवन गरेको अवस्थामा हुन सक्छ। यससँगै कोहीले भने वास्तविकता लुकाउँछन्। बालबालिकाहरूले डराएर अभिभावकलाई भन्दैनन्, जसले गर्दा एकैपटक लक्षण देखा पर्दा मात्रै थाहा हुन्छ र मृत्युबाट बच्ने सम्भावना रहँदैन। उकालो विज्ञापन मुक्त समाचार संस्था हो। स्थापनादेखि नै हामीले खोज पत्रकारिता मार्फत बेथिरी उजागर गर्ने र राजनीतिक नेतृत्वदेखि राज्य संयन्त्रसम्मलाई जवाफदेही बनाउने प्रयास गरिरहेका छौँ। हाम्रो यस अभियानलाई सफल बनाउन तपाईबाट आर्थिक सहयोग अपेक्षा गरेका छौँ। तपाईले दिने थोरै सहयोगले पनि हामीलाई ठूलो राहत मिल्नेछ। नेपालभर रेबिज नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ। विभिन्न अध्ययन प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष जनावरको टोकाइका लाखौं घटना हुन्छन्, जसमा 100 भन्दा बढी मानिसको मृत्यु हुने सरकारी तथ्याङ्कले बताउँछ। नेपालमा हरेक वर्ष 1 लाख भन्दा बढी मानिस जनावरको टोकाइको शिकार बन्छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक 200 को हाराहारीमा रेबिज विरुद्धको खोप लगाउन आउने गरेको ओपीडी इन्चार्ज शंकर पाण्डे बताउँछन्। पाण्डेका अनुसार अस्पताल आउनेहरूमा अधिकांश काठमाडौँ उपत्यकाका छन्। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 मा अस्पतालभित्र 7 जना, 2079-80 मा 5 जना, 2080-81 मा 17 जना, 2081-82 मा 11 र चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 4 जनाको मृत्यु भएको छ। नेपालमा रेबिज रोगको स्पष्ट पहिचान गर्ने एकमात्र उपाय लक्षण नै हुन्। यसका अलावा ल्याब जाँच गरेर पत्ता लगाउने प्रचलन छैन। यसबाट बच्ने उपाय भनेको कुकुर, बिरालो जस्ता घरपालुवा तथा जंगली जनावरले टोके, चिथोरेमा वा अचानक आक्रमण गरी चोट लागेमा तुरुन्तै रेबिज विरुद्धको खोप लिनुपर्छ। जनावरको र्याल आलो घाउमा लागेमा, रेबिजको लक्षणयुक्त व्यक्तिले टोकेमा वा आँखामा पर्ने गरी थुकेमा, रेबिज रोगीको जुठो खाएको वा अन्य सम्पर्कमा रहेमा विशेषज्ञको सल्लाह अनुसार खोप लिनुपर्छ। टोक्ने वा चिथोर्ने बाहेक अन्य माध्यमबाट सर्ने सम्भावना कम छ, तर यसको अर्थ सर्दैन भन्ने चाहिँ होइन। यसबारे विस्तृत रिपोर्ट उकालो.com मा प्रकाशित भइसकेको छ। डिस्क्रिप्सन लिंकमा गएर पढ्न सक्नुहुनेछ। साथै यो भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला र यस्तै भिडियो सामग्री हेर्नको लागि उकालो.com को युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।